बोलिदेऊ झुटो जहाँ प्राण देश हरण हुन लागेको छ र तिमीले झुटो बोलेर छल कपट गरेर यदि प्राण देश बच्छ भने बोलिदेऊ झुटो आफूले बोलेको बाचा बन्धनहरूलाई तोडिदेऊ राजा भने केही पनि हुँदैन। चाहे जेसुकै होस् मेरो प्राण किन नजाओस् तर म आफ्नो वचनबाट कदापि पनि ठिक छ राजा बलि यदि तिमी आफ्नो वचनबाट पछाडि हुँदैनौ भने जे मन लाग्छ त्यही गर। अवश्य प्रभु मेरो मनले विपरीत बुद्धि जे मन लाग्छ त्यही गर। मेरो मनले भूमिदानको लागि तयार भएको छ। महारानी कलश लिएर आऊ। राजा बलि हजुरलाई यदि कुल गुरुको आज्ञा पालना गर्नु छ भने मलाई नदिन पनि सक्नुहुन्छ। होइन प्रभु जुन कुरा मैले वचन दिइसकेको छु अनि अहिले तिनै देवताको शरणमा दान गर्छु भन्दैछु। होइन प्रभु मैले स्वर्गलोक प्राप्त गर्नको लागि यज्ञ गरेको हुँ आफ्नो वचन फाल्नको लागि यज्ञ गरेको होइन। म दिने तयार छु अनि लिने पनि तयार छन्। हामी लिने र दिनेको बिचमा हजुर किन बाधा गर्नु? राजा बलि यदि तिमीले त्यो 3 पाउ जमिन दान गर्यौ भने तिम्रो सर्वस्व हरण हुनेछ। त्यसैले आफूले बोलेको बाचा बन्धनहरूलाई फिर्ता गर। गुरुदेव मेरो वचन भन्दा ठुलो यो ऐश्वर्य होइन यो धन सम्पत्ति होइन। यो धन सम्पत्ति त म आफूले आफ्नो इमानले कमाएको हुँ। म आफ्नो वचनको लागि यो धन सम्पत्ति छोड्न तयार छु तर धन सम्पत्तिको लागि वचन छोड्न तयार छैन। अवश्य पनि राजा बलि हो वचनबाट पछि हट्नु हुँदैन तर पनि यो मैले भनेको वचनबाट पछि हट्दा तिमीलाई केही पनि हुँदैन राजा बलि। स्त्रीषु नर्म विवाहे च वृत्त्यर्थे प्राण सङ्कटे गो ब्राह्मण हिंसार्थना नृत्य साथ जुगुप्सितम। राजा बलि हेर मैले भनेको मान एक वर र वधु विवाहका लागि तयारी थिए उनीहरूको विवाह नहुने भयो तर उनीहरूको दाम्पत्य जीवन सुखमय बित्छ भने बोलिदेऊ झुटो आफूले बोलेका बाचा बन्धनहरूलाई फिर्ता गर केही पनि हुँदैन। राजा बलि जहाँ गाईको हत्या ब्राह्मणको हत्या हुन लागेको छ यदि तिमीले झुटो बोलेर छल कपट गरेर यदि गाई र ब्राह्मणको जीवन बच्छ भने बोलिदेऊ झुटो जहाँ प्राण देश हरण हुन लागेको छ र तिमीले झुटो बोलेर छल कपट गरेर यदि प्राण देश बच्छ भने बोलिदेऊ झुटो आफूले बोलेको बाचा बन्धनहरूलाई तोडिदेऊ। राजा बलि केही पनि हुँदैन। चाहे जेसुकै होस् मेरो प्राण किन नजाओस् तर म आफ्नो वचनबाट कदापि पनि ठिक छ राजा बलि यदि तिमी आफ्नो वचनबाट पछाडि हुँदैनौ भने जे मन लाग्छ त्यही गर। अवश्य प्रभु मेरो मनले विपरीत बुद्धि जे मन लाग्छ त्यही गर। मेरो मनले भूमिदानको लागि तयार भएको छ। महारानी कलश लिएर आऊ। राजा बलि हजुरलाई यदि कुल गुरुको आज्ञा पालना गर्नु छ भने मलाई नदिन पनि सक्नुहुन्छ। होइन प्रभु जुन कुरा मैले वचन एक चिज म माग्छु मागेर त हेर्नुहोस् प्रभु हजुरले जे माग्नुहुन्छ म त्यो दिन तयार छु। भन्नुहोस् के लिनुहुन्छ? यदि हजुर मलाई दिन नै चाहनुहुन्छ भने मेरा यी पाउले नापेर केवल 3 पाउ भूमि प्रदान गर्नुहोस्। रावणले म भन्दैछु सुन चाँदी हिरा मोती मणिवाडी केहरू माग्नुहोस् भनेर हजुर भन्दै हुनुहुन्छ यति सानो पाइलाले 3 पाइला जमिन के गर्नुहुन्छ प्रभु यो 3 पाइला जमिनले? हे राजा बलि 3 पाउ जमिनमा 2 पाउ जमिनमा मेरा यी 2वटा पाउ राख्छु बाँकी रहेको 1 पाउमा म मेरो भगवानको विग्रह राखेर सेवा गर्छु। मलाई यति भए मेरो जीवन चलिहाल्छ नि। अति दिव्य वचन प्रभु म अति प्रसन्न भए हजुरको कुराले। हम सुन्दर छन् यसरी त स्वागत गर्नुभन्दा यथा गरे जस्तो भएन र? स्वामी मैले सेवा गर्नलाई हराएको खोइ गरेनछ। ठिकै छ बलि महाराज हजुरले यति धेरै स्वागत सत्कार गर्दै हुनुहुन्छ। हे ब्राह्मणदेव
आज हजुर मेरो यज्ञमा पाल्नु भएको छ। हजुरको आगमनले यो यज्ञ पूर्ण भएको जस्तो महसुस भएको छ मलाई। हजुरको सगा सत्कार त गरेँ मैले, सेवा पनि गरेँ। अब भन्नुहोस् हजुरलाई म के ठक्राउँ, के लिन चाहनुहुन्छ? हे बलि महाराज, म एक सामान्य भिक्षुक हो। म भिक्षाटन गर्दै थिएँ, सुने हजुरकोमा अश्वमेध यज्ञ भइरहेको छ। यो स्वयं अश्वमेध यज्ञमा यज्ञनारायण भगवानको दर्शनको निम्ति मात्रै आएको हो। त्यसो होइन प्रभु, अझसम्म जति ब्राह्मणहरू मेरो यज्ञमा आएका छन् मैले कसैलाई खाली हात फर्काएको छैन। हजुर त यति सुन्दर ब्राह्मण हुनुहुन्छ, त्यही माथि यति सानो ब्राह्मण, हजुरलाई म कसरी खाली हात फर्काउँ? भन्नुहोस् के लिन चाहनुहुन्छ? सुन चाँदी हिरा मोती मणिमाणिक्य धन दौलतहरू के लिनुहुन्छ भन्नुहोस्? हे बलि महाराज, मलाई यी सुन चाँदी हिरा मोती मणिमाणिक्य केही आवश्यकता छैन, तर